चल्लोमा होइन त्यो दसैँको लागि त्यही लाउनुपर्छ तिनवटा ढर्का गर्ने देऊ सानो बनाऊ सानो टुक्रो गरिदिनु अझै एउटा बोरा बोरा दिउँ न अझै यसरी हटेछ हो ल भयो हामी बाहिर ल अब शान्ति नगर शान्ति रोग नलागु निकाल्नुहुन्छ भित्र मलाई निकाल्नु ल बोटी बाले भित्रै बाले पनि दाइ बोटी त बाहिर निक्छ भनेर के शान्ति होस् ल भन्ने भने अरू के गर्ने यो काट्न मिल्छ है आमाले भनेको मान्नु भन्दै नानीले आशिष दिनु पो पर्छ आमाले भनेको मान्नु मोटो दाइता पनि हेर्न पर्यो अछेटा त तले लगाइदिउँ नि रातिले टिकाले ट्याक्की बसिन्छ नि मसाको सर तिमीले हाल्नु परेन आफै गर्छ होस् अनि टिका लगाएर त्यहाँ पर एक भन्नु र 2 3 4 5 6 7 ल भयो भयो 9 पुरै गरेर शान्ति भन्छौ कि मैले अघि त्यही गरेँ अब टिका लगाइन्छ ओइ सानोले लगाइदियो न त्यो सानो बनाइदिन्छु जय ठुलो लानेर अलिक नचाउ न ठुलो नहुनाइदियो एउटै लगाइदिने हो दुईवटा ए तिनवटा त्यो अलिक सानो सानो लगाइदियो कि ठुलो बनाइदियो अन्त आफूलाई हात काम्ने रहेछ कि मैले त्यसै लगाउनु गर्न पर्ने यो हात काम्ने रहेछ बाबा औँलाले पनि यति छौ हामी त घाटको कुरा पनि बुझ्नु लाग्छ अहिले ननिता बुढी हुन चाहिँ बुढी हुँदा चाहिँ सुनि बुढी हुँदा चाहिँ साथी टिका सिका पापड हेर्ने थोरै दिने कि
छुच्ची मामु छुच्ची मामु खै मसँग त छैन के ए छैन म त फेरि दे उठे छ तिमीले खाने त तिमीले अब ढालिन भने के हो सेन उसा भयो ढाको मसिनो भयो नि त डबल ढाउ गराउनु पर्छ नि त बना त्यो बालुको पैसा पर्दैन ल भागी गर्नु हामीलाई दिने नि तपाईँलाई टोपी त फोटो खिच्दैछ त्यसको ल ल तेल लगाइदिने होला टिका झन् भाइ ए जवान अब के मैले लगाइदिएको हेर्न आउनु र फोटो यहाँ रेडी भइरहेको भाइ होइन त्यो फोटो खिच्न त तिमीलाई अर्को मोबाइल पड्काइदिए जस्तो भयो नि अन्त माथि उड्ने पटेका होला कि त्यो नजिक हुन्छ नि माथि गएर पड्काउने हुन्छ नि खुब चल पड्काएको मैले उही लगाइदिन्छु भन्दा मऱ्यो कि हाम्रो हामीले आर्थिक सक्छ भनेको हाँस्दै लगाउँदै गर्नु यहाँबाट ट्याक्क राम्रो आउने रहेछ भर्खरका लाग्यो राम्रो छ नि मलाई त जस्तो भयो होइन धार घटेर त्यस्तो चलाउनु छैन एकछिन चाहिँ रहनु हो अब त पानी खाने होला ढाको तन्की चाहिँ हो त्यस्तो हुन्छ कि धानी नहुन्छ मालुमलाई बोलाइदिनु नि दाइ निजाहरूलाई ल हुन्छ जग्गा
बिर्सेन नि सक्छु भाउजूलाई त गोलो लगाइदिन्छ होला नि भए त मलाई लाम्चे लगाइदिनु काट्न मिल्छ बोझै राखेर खाउँ होला हुन्छ ल यो कुट्टाइरहने हो अगरबत्ती जलाइदिएको कुट्टा जाने त मन दङ्ग परेर भिजिन्छ छोरी छोरै कोही कता लगाउनु जाने कोही कता त्यस्तो भयो कि एकै ठाउँ जम्मा गरेर लगाउनु जाने घरि लामा बिचीको हात बस्नु है दाइ नाचेर अब भाग लाउनु पाएको बगानु यतिजना आउँछन् अरूमा कुर्सीको जिल्लाको आइजम्ला तेल लाउने राख्छ यही जम्दा काँडा लगाएर के हो सार हाम्रो पुन्तेले त्यसलाई त बनाइ नबनाएको के नभना नबनाएको झन् केटाकेटीले सोध्छन् भन्नु पर्दैन नबनाइहाल्नु आयो यहाँ खानु फुल अलि लागेको लाग्दैन यो त हाम्रो पर्यो हजुर लुकाइदिनु आदि उठे माल खाके माल लगाइदिनु हुन्छ कि भोलि कपालमा कपालमा तिनवटा पाँचवटा टुक्रा गरेर यही लगाइदिउँ औलाले हुन्छ अर्को औलाले अर्को हट्स ल ट्याक ट्याक गरेको कौन लगाइदिने जो सबै हो कि लगाइदिने पुरै पुऱ्याइदेऊ यति यति हट्स ट्याक्क ट्याक्क लगाइदेऊ हो त्यस्तरी हो त्यस्तरी खानाको भाग बनिसकेको छ यस्तो छ परिकारहरू अचार छ सरर थप्नको लागि उता छ भन्ने थप्नको लागि उता छ हुन्छ ल ठुलो मामालाई आयो जाति हुन्थ्यो साथी यस्तो ढ्याक्क होइन भिडियोमा उहाँ भिडियोमा देखाउ वाउ के दियो ल सुरु भयो हजुर ल खाएर एउटा रोटी खाऊ ठ्याक्क ल यता हेर यता हेर हेर मम्मी बाई 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 रक्सी बोतल र पानी बोतल एक थाम नलागे है अब खानु सुरु भइसक्यो शुभ दीपावली भन्दै ल भाइ बजार खाँदैन ल खाँदैन मेरो मोबाइल कहाँ छ राजु दिनमा उल्टी भित्र छ केही हुन्न कि नखाएको त्यही राख हजुर ल मासु मासु है मामाको टिभी हेऱ्यो मात्रै भित्र नपाएको हुने थियो
अन्त युट्युबमा आउँछ है ल यो फिनी रोटी हो है बन्डनाटार मामाको अब मामा पर्ने यसो यता मासु ट्याक्क टोकेर ल अम्माहरू अनिस कति लजाउँछ सबैजना हाँस्ने स्माइल कुन चाहिँ यहाँ थिच्ने चलिरह त्यहाँ चाहिँ चल जान्छ यस्तो गरी खिचिन्छ कि ए सबैजना हाँस्नु है मनभित्र टेन्सन भए पनि यसो फोटो खिच्दा मेरा फोटो खींचने में कता हो भाइ बन्डे ठ्याक्कै भाइले अलि सुजटेले यता हेर क्या खायो ए खाँदासम्म ल भाउजू हेर्नु है बचे डसले बचे 100 रुपियाँ जितेर कस्तो भइरहेछ देखाउनु है त